कार्यक्रममा उपस्थित सम्पूर्ण पूर्व ताप्लेजुङदेखि पश्चिम रुकुम रोल्पा कैलालीसम्मका सम्पूर्ण मगरहरूलाई यसै स्थानबाट म सुख शान्ति समृद्धिको हार्दिक शुभकामना म व्यक्त गर्न म चाहन्छु। आज यो सर्वप्रथम त बृहत वनभोज तथा भेटघाट कार्यक्रम हो। आज हामीले लामो भाषण गरिरहनुभन्दा मनोरञ्जन साथै वर्षभरिको थकान, वर्षभरिको साथीहरूसँगको भेटघाट गर्ने कार्यक्रमको यो आयोजना गरिएको हो भन्ने मलाई जस्तो मलाई लागिरहेको छ। त्यसकारणले गर्दा धेरै नबोलिकन सम्पूर्ण जिल्ला सम्पर्क समितिहरूलाई पनि यो वनभोज कार्यक्रममा विभिन्न जिल्ला सम्पर्क समितिहरूले यसै गरी कार्यक्रम गर्दाखेरि जिल्ला सम्पर्क समितिहरूबाट एकजना नेतृत्व गर्नलाई दिनुभएकोमा नेपाल मगर सङ्घ ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले दिनुभयो। यस कारणले गर्दाखेरि सम्पूर्ण जिल्ला सम्पर्क समितिको तर्फबाट यो रामेछाप काठमाडौँ सम्पर्क समितिका सम्पूर्ण पदाधिकारी साथीहरूलाई म हार्दिक धन्यवाद दिन म चाहन्छु।